अब मैले यो सिस्नो चाहिँ यसरी बनाउनु लाग्छ है साथीहरू। हेर्नु के अरे पानी त उम्लिरहेको छ। अब यसलाई चाहिँ यहाँ हाल्छु। अब कुनैले चाहिँ यो बनाउन आउँदैन, सिस्नो बनाउन आउँदैन कि कुनैले चाहिँ कसरी बनाउँछ। मैले चाहिँ यसरी बनाउँछु कि कतिलाई त थाहा हुँदैन नि त सिस्नो अब कसरी बनाउने भनेर। मलाई चाहिँ यो सिस्नो बनाउनलाई चाहिँ एकदम पर्फेक्ट छ। धेरै भयो कि मैले यो सिस्नो नखाने। मैले गाउँमा नि पहिला नि बनाइरहेको छ कि, तर यहाँ के अरे मासुहरू पनि छ यार साथीहरू। अब आफ्नो आफ्नो बनाएको तरिका हुन्छ यो सिस्नो। मेरो चाहिँ अब अर्कै स्टाइलले बनाउँछ, अरूहरूले चाहिँ कसरी कुनैले मिक्सरमा उ गरेर बनाउँछ, तर हामीले चाहिँ यसरी बनाउँछ कि पानी धेरै पनि हाल्नु पर्दैन, यो ठिक्क हाल्नुपर्छ कि। अनि के अरे लसुन चाहिँ यतिले पुग्दैन, अनि के अरे चिप्लो बेना चाहिँ यो सबै हाल्नुपर्छ कि मिठो हुन्छ कि। त्यो अलिक कम भयो भने फेरि चिप्लो हुँदैन नि त। मैले चाहिँ यो के अरे लसुन अनि चिप्लो भेन्डा यसरी काटेर के दुई पक्ले गरेर यस्तो गरेर हालेछ। अब योलाई चाहिँ एकछिन म यत्तिकै चलाउँछु, अनि सबै एकैचोटि हालिदिएको छ कि। अब पछि यसलाई फेरि फिर्के लाउनु पर्छ नि त, फिर्के लाउनु पर्छ। अनि त्यहाँदेखि अलि एकछिन अहिले यतिकै छोडिदिने, अनि एकछिन पछि चाहिँ यसलाई अब यसरी मैले खाना हुन्छ यसरी फिर्के लाउँछ यसलाई चाहिँ है। सबै जाने गोलगोलै यस्तो गर्छ साथीहरू। मैले चाहिँ बन्द ल। अब यसरी यता पाक्दैछ के अरे, अब अन्तिम अन्नी भयो, पाक्न लाग्यो। अब यता चाहिँ ढेँडो बनाउनु लाग्यो साथीहरू। के अरे अब पिठो हाले नि हुन्छ कि, अब यतिको भएपछि चाहिँ पिठो हाले नि हुन्छ। अब फेरि पहिल्यै पिठो नहालेपछि त अलिअलि हायो भने फेरि डल्डो निस्किन्छ कि, यस्तो कोल्टो अब आज चाहिँ अलिकति धेरै बनाएको छ खाना। के अरे आज त मेरो छोराछोरीले नै खान्छ होला, खान्छ कि खाँदैन खोइ, खान्छ हो। अब अरूले चाहिँ कसरी गर्छ, मैले चाहिँ यसरी बनाउँछु ढेँडो। के अरे मेरो यो भिडियो चाहिँ लामो भएको छ, नआत्तिकन हेर्नु है हजुरहरू। सिस्नो खाएको भयो भने खाएको। अब यो खाना देखेर चाहिँ तपाईँहरू चाहिँ आत्तिन्छ होला, नआत्तिनुहोस्। अब ढेँडोसँग त यति त खाइहाल्छ। मेरो छोराछोरीले धेरै खाँदैन। अनि के अरे मैले